नेपाल सरकारका मान्य मन्त्रीज्यूहरू, मुख्य सचिवज्यू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विशिष्ट पदाधिकारीज्यूहरू, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीज्यूहरू, काठमाडौँ महानगरपालिका नगरसभाका सदस्यज्यूहरू, काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतज्यू, काठमाडौँ महानगरपालिकाका कर्मचारीज्यूहरू, शहीद परिवारका व्यक्तिगत र सँगसँगै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, पत्रकार मित्रहरू र समस्त आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम प्रजातन्त्र र नागरिक अधिकारका लागि जहानिया शासन विरुद्ध 1997 सालमा र प्राप्त उपलब्धिको संस्थागत विकासका क्रममा त्यसपछि भएका विभिन्न राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाउनु हुने वीर शहीदहरूको बलिदानको उच्च कदर गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र साथसाथै उहाँहरूले पुर्याउनु भएको योगदानको स्मरण र प्रशंसा पनि गर्न चाहन्छु। शहीद दिवसको यस समारोहमा म निरङ्कुशता, स्वेच्छाचारिता एवं एकतन्त्रीय शासन व्यवस्थाको अन्त्यका लागि प्राण आहुति दिनुहुने शहीदहरूलाई स्मरण गर्दै उहाँहरूको वास्तविक सपना पूरा गर्नका लागि एकै स्थानमा उभिनका लागि सबै तहका सरकारको नेतृत्वकर्ताहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। जहानिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो। त्यही बलिदानको जगमा टेकेर आज हामी सबैजनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौँ। अर्थात् विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौँ। विक्रम सम्वत 2012 सालदेखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समिति गठन गरेर स्मृति सभा लगायतका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको छ। यसै सन्दर्भमा माघ 10 गते शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको स्थान टेकु पचली, माघ 13 गते धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको स्थान शोभा भगवती र माघ 15 गते शहीद दशरथ चन्द र शहीद गङ्गालाल श्रेष्ठले शहादत प्राप्त गरेको स्थान सिफलमा श्रद्धाञ्जली सभाको आयोजना गरिरहेका छन्। काठमाडौँ महानगरपालिकाले शहीदहरूले शहादत प्राप्त गरेका ठाउँहरूको संरक्षण गर्ने, महत्त्व प्रवर्धन गर्ने क्रममा 4 वीर शहीदहरूको पूर्ण कदको शालिग निर्माण पनि गरिएको छ। त्यसैगरी धर्मभक्त माथिमा उहाँको जन्मथलो ओमबालमा धर्मभक्त पार्क पनि बनाइएको छ। पार्कमा उहाँको पूर्ण कदको शालिग रहेको छ। महानगरपालिकाको सहकार्यमा निर्माण गर्न लागि मानव सेवा आश्रमको नामाकरण धर्मभक्त माथेमा उहाँको स्मरण र उहाँको नामबाट नै हुनेछ। गङ्गालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरेका छौँ। त्यसबाट शहीदका नामबाट सञ्चालित सेवा प्रदायक ठाउँबाट नागरिकहरूले सहज सेवा पाउन सकुन् भन्ने कुरामा पनि हामी प्रतिबद्ध छौँ। शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने पनि आवश्यकता छ। आज हामी जहाँ छौँ, जुन अवस्था र व्यवस्थामा छौँ, नागरिक अधिकार, समावेशिता र सँगसँगै समावेशीकरणको प्रयोग गरिरहेका छौँ। यो उहाँहरूकै बलिदानबाट प्राप्त भएको हो। यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो। यसबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्दछ। नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा लिन जरुरी छ। शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभावकारिता र सँगसँगै काममा पनि देखिन सकियोस् भन्ने पनि कामना गर्दछौँ। यसका निम्ति म आफ्नो पदीय जिम्मेवारी अनुरूप इमान्दार भएर काम गर्ने प्रण गर्दछु र सबैमा आज यो विशेष दिनबाट थप समर्पण भाव वृद्धि होस् भन्ने पनि कामना गर्दछु।